सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी हाउ टु फाइन्ड स्क्वायर रुट युजिङ बाई डिभिजन मेथड। डिभिजन मेथडको प्रयोग गरेर स्क्वायर रुट कसरी निकाल्ने, गिभन स्क्वायर नम्बरको स्क्वायर रुट कसरी निकाल्ने, हामीले प्राइम फ्याक्टराइजेसन मेथडबाट पनि निकाल्न सकिन्छ। ठुल्ठुलो नम्बर दिएको अवस्थामा चाहिँ प्राइम फ्याक्टराइजेसन मेथडबाट भन्दा डिभिजन मेथडबाट निकाल्न सजिलो हुन्छ, निकाल्ने गरिन्छ पनि। त्यसका लागि चाहिँ हामीले फर्स्टमा त मैले यहाँ लिएछु एउटा स्क्वायर नम्बर लिएँ। त्यसका लागि हामीलाई सामान्यदेखि 1 देखि 9 सम्मको स्क्वायर नम्बर थाहा हुनुपर्ने हुन्छ। यहाँ मैले लिइसकेँ। 1 को चाहिँ स्क्वायर नम्बर 1 भयो, 2 को 4 भयो, 3 को 9 भयो, 4 को 6 भयो, 5 को 25, 6 को 36, 7 को 49, 8 को 64 र 9 को 81 भयो। र मैले यहाँ एउटा नम्बर लिएछु 119025। यसको चाहिँ यो एउटा स्क्वायर नम्बर हो। यसको चाहिँ स्क्वायर रुट निकाल्न गइरहेका छौँ। फर्स्ट अफ अल त हामीले के गर्नुपर्छ भने यो नम्बरलाई चाहिँ राइट साइडबाट दुईवटाको पेयरिङ गर्दै जानुपर्ने हुन्छ। यहाँ 25, 90 र 11 लाई मैले पेयर गरेँ। फर्स्टमा पेयर गर्नुपर्ने हुन्छ र त्यसपछि चाहिँ हामीले स्क्वायर रुट निकाल्दा लेफ्ट साइडबाट है अगाडिको नम्बरबाट हेर्नुपर्ने हुन्छ। पहिला हामीले 11 लाई हेर्छौँ। 11 को नजिकको स्क्वायर नम्बर कुन हो? कतिको स्क्वायर नम्बर हो है हामीले थाहा पाउनुपर्ने हुन्छ। यहाँनिर हेरौँ 11 को नजिकको भनेको 9 हो स्क्वायर नम्बर। 9 को स्क्वायर रुट भनेको 3 हो। त्यही भएर यहाँ चाहिँ 3 3 जा 9 लिन्छ अनि सबट्र्याक्ट गर्ने 11 मा 9 सबट्र्याक्ट गर्दा 2 भयो। अब यो 3 भएपछि यो 3 डबल गर्नुपर्ने हुन्छ अथवा यहाँ एड गर्नुपर्ने हुन्छ 6। यो हामीले लेख्दाखेरि यहाँनिर एउटा स्पेस राख्नुपर्ने हुन्छ है। यसमा अहिले चाहिँ हामीले नम्बर टेस्टिङ गरिन्छ यो यस पछाडि चाहिँ। अब 11 को पालो भइसकेपछि अब हामीले 90 लाई तल झारिन्छ। 90 लाई सिधा 90 लाई झारियो। अब 90 है। अब कति भयो 290। अब यहाँ यो 6 सँग 1 राख्दा हुन्छ कि 2 राख्दा हुन्छ कि यस्तै नम्बर हेर्दै गइन्छ। 1 राख्दाखेरि 61 नै हुन्छ। 2 राख्दाखेरि हुन्छ कि 290 को नजिक आउने नम्बर पुग्नुपर्ने हुन्छ। हामीले विचार गर्दै जाउँ। ल 4 राखौँ त। 6 4 इन्टु 4 गरौँ है। 4 4 जा 16, 16 को 6 क्यारी ओभर 1, 4 6 जा 24 प्लस 1 25 है। 200 कति मिल्दो रहेछ? 5 राख्दा यो नम्बरभन्दा बढी बेसी जान्छ। त्यही भएर हाम्रो कति राख्दा मिल्दो रहेछ हाम्रो 4 राख्दाखेरि मिल्दो रहेछ है। 64 4 जा गरिन्छ है अब हामी। 64 4 जा कति हुनेछ? 256 है। 256 अब चाहिँ हामीले यो सबट्र्याक्ट गरिन्छ। सबट्र्याक्ट गर्दाखेरि कति हुन्छ? यहाँबाट 1 यता आउँदाखेरि कति भयो? 10 10 माइनस 6 भनेको 4 4 यहाँ कति बच्यो? 8 8 माइनस 5 भनेको 3 है। यहाँ पनि एड गर्नुपर्ने हुन्छ। 64 प्लस 4 गर्दाखेरि 68 है। अब चाहिँ हामीले 90 लाई पनि लिइसक्यो। अब 25 लाई लिनुपर्ने हुन्छ। 25 है। अब त्यस्तै अब हाम्रो अब यो लास्ट स्टेपमा पुगिएको छ। लास्ट स्टेपमा पुगेको छ अब। यहाँनिर लास्ट स्टेपमा चाहिँ हामीलाई एउटा सजिलो हुन्छ। के हुन्छ भने यो नम्बरको लास्ट नम्बर हेर्ने है। लास्ट नम्बर कतिको स्क्वायर नम्बरको अन्तिममा छ भनेर हेर्ने है। लास्ट नम्बर कति छ? 5 5 चाहिँ कतिको स्क्वायर नम्बरको लास्टमा हुन्छ? 5 को 5 को स्क्वायर नम्बर 25 हो। 25 को लास्टमा चाहिँ लास्टको डिजिट कति हो? 5 हो। त्यही भएर कतिले जाँदो रहेछ यहाँ 5 ले जाँदो रहेछ है। यो लास्ट स्टेपमा मात्रै हो। अरूमा चाहिँ हामीले टेस्टिङ गर्नुपर्ने हुन्छ। 5 5 5 है। ल
5 5 जा 25, 25 को 5 carry over 2, 8 5 जा 40, 40 plus 2 42, 42 को 2 carry over 4, 6 5 जा 30, 30 plus 4 34 है 34 ल अब यसको चाहिँ रिमाइन्डर चाहिँ केही पनि भएन है सबट्र्याक्ट गर्दा 0 आयो। अब हामीले यहाँभन्दा अरू गर्नुपर्ने केही छैन। हाम्रो यहाँबाट भन्न सकियो कि हामीले यो गिभन नम्बरको स्क्वायर रुट कति हुँदो रहेछ 345 हुँदो रहेछ। सच द्याट स्क्वायर रुट अफ root of 1,19,025 is 345। हस् त धन्यवाद सर।